हेलो एन्ड नमस्ते वेलकम टु ब्लग अनि म आज नयाँ ब्लगमा आइसकेको छु। म र मेरो साथी आज घुम्न जाँदैछौँ भने अबको 15 मिनटमा हामी यहाँबाट हात्तीवनको लागि निस्किन्छौँ। अब चाहिँ हामी जान आँट्यौँ बाइकलाई 15 मिनट पुगिसकेको छ भन्न 15 मिनट सकेको छ अनि हामी चाहिँ गइसक्यौँ मेरो साथी र म अनि हामी चाहिँ राइडमा आइसकेको छौँ। अबको आधी घन्टामा हामी राइडमा पुग्नेछौँ अनि बाटो अलिक गम्भीरै छ अनि यस्तो हामी छौँ कर्णालीको तिरैमा आयामासिकम। अनि यो पिपल बोटमा चाहिँ यति शीतल हावा लाग्छ कि यस्तो हावा लाग्छ यस्तो छ मान्छेहरू त्यही बसिरहेछ होइन। हामी चाहिँ खोकनाबाट गुङ्गती हुँदै हामी जानुपर्छ। यहाँ यस्तो राम्रो छ ठाउँ। मेरो जुत्तामा चिरुम टार्दैछ। मेरो जुत्तामा चिरुम टार्दैछ। अगाडि गाडी अघि हामीलाई टपेको थियो गाडीले साइकल मिल्दा रहेछ। बाटो चाहिँ अलिक खडै छ है फेरि त्यहाँ पुग्नु पर्ने। भन त के भन्ने थिइस्? यो गाडी त अझै हामीभन्दा पछाडि गएको अगाडि गएको आफै भन्छ। हामी यताबाट जाउँ है। यस्तै हो क्या यताबाट लागिसकेको छौँ। बाइकमा तेल पनि इनफ छ है भन्दा नि। हिजो मैले 700 हालेको 600 हालेको अनि बिहान 3 राइड मात्र गरेँ। सपोर्टेड बाई पोर्चुगल। यहाँबाट यो कोलोनी कार्य विनायक कोलोनी भन्छ यसलाई। हान्डान डाँडा ऊ त्यो नेपालको झन्डा डाँडा हो। तँलाई मैले एकछिन रोकेर क्यामेरा हेर भने होइन किन अब उयो माथि जाउँ भने ल। हाम्रो चाहिँ क्यामेराको एङ्गल मिलाएको छ कि छैन त्यो थाहा छैन। यताबाट गयो भने बुङमती बस्तार पुग्छ। हाम्रो चाहिँ यता हो हामी जाने पारी हो तर माथिबाट क्रस गर्नु पर्ने। हेलमेट नलागिकन हिँड्नुहोस् यसरी। पड्काएको रे हामीलाई स्प्लेन्डर पड्का न स्प्लेन्डर पड्का स्प्लेन्डरलाई स्कुटीले दिएको छ। आँखा खोल्ने में तकलीफ हो रहा है। तपाईँहरू यो बाटोबाट टिका भएर लेले नल्लु जान सक्नुहुन्छ। यो बाटोमा खासै चेकिङ पर्दैन। उहाँ चापागाउँबाट चाहिँ खत्रै चेकिङ पर्छ है। फेरि पुलिस स्पिड पनि त्यही छ अनि त्यसरी यहाँ टिफरहरू पनि दिनमै हिँडिरहेछ यसरी। अनि बाटो नि ठुलो छ। यत्रो गाडीले खिच्यो भन्दा यो पारी चापागाउँ हो अनि त्यहाँबाट जाँदा चाहिँ हल्का चेकिङ नै पर्छ भने डर हो। ल यहाँबाट हामी राइट होइन त साथी हामी मात्रै आइसकेको छौँ। यसो बाइकलाई एकछिन रेस्ट भन्दा नि हाम्रो यहाँ सामान किन्नुपर्ने सानो सामानहरू किनेर लानु पर्यो त्यहाँ माथि बसेर। ल यहाँ मेरो साथी हो यो। ल हामीले चाहिँ सामान किनिसकेका छौँ। हामी अब यहाँबाट लाग्ने अघि हामी सामान किन्न आँट्यौँ। अब चाहिँ हाम्रो अबको राइड चाहिँ खतरा हुन्छ है। यो ठाउँ चाहिँ मलाई धेरै यादगार छ नि। यसलाई कहिले पुऱ्याउनु आउँथ्यो यार कलेज छुट्टी भएर यस्तो चर्को घाममा आमा 11 बजीतिर बाटो चाहिँ यहाँसम्म पुऱ्याउनु आउँथ्यो। मेरो साथीको चाहिँ एकजना एक्स थियो। के गर्नु चुतिया काटिदिइहाल्यो। यता हो क्या घर त्यो मान्छेको नाम नलिउँ होला होइन। यो एरियामा हो भनौँ। हामी सोध्नु त के सोध्नु त्यस्तो स्टोरीहरूको होइन यो चाहिँ ए1 छ क्या यहाँबाट। मलाई जहाँसम्म लाग्छ ऊ त्यो यार म मुभ अन भइसक्यो। अब यहाँ हेर्नुहोस् त नेपालको झन्डा त्यसको नि डाँडामा जाने हामी। विदेश गएर आएको जस्तो बाटो चाहिँ यस्तो छ। तपाईँहरूले अघि के पो मैले हात्ती पनि भन्दाखेरि उताको हात्ती पनि भने होला तर त्यताको हात्ती पनि होइन ल। यो पारीलाई नि हात्ती पनि भन्छ। धेरै मान्छेले थाहा नहुन सक्छ है यो चिज चाहिँ। बाटो त्यस्तो हो।
हामी जाने उयो एयरपोर्ट जस्तो बाटो छ नि त्यहीँबाट लाग्ने भन्दा नि त्योभन्दा माथि नै एउटा बाटो छ है हामी सिधै त्यो पुलमा निस्किने हो पुल बागमती खोला तरेर जाने पर्छ अहिले ब्रेक फेल भयो भन्नु मरेन अहिले ब्रेक फेल भयो भन्नु मरेन हो तला बोले सुन्दैन क्या मुला यहाँ दुईवटा भट्टा नि छ है यता नि एउटा भट्टा छ यता नि एउटा भट्टा छ बाटो चाहिँ खत्रै हो यो अहिले चाहिँ हामी फर्किन आइसकेको छौँ कुरकुरे खाँदै मेरो साथी यहाँ राम्रो भ्यूहरू छ त्यसको बिहाको हामी बसेर जाउँ भनेर बसेको अनि बाइक पनि हिट हुन्छ भ्यूहरू हामी जानु जाने उयो डाँडा हो लगभग अबको आधा घन्टामा पुगिन्छ अब चाहिँ हामी यहाँबाट जाँदैछौँ किनकि यो ठाउँमा अलिक धेरै नै बस्यो यो भ्यू यस्तो छ अब यहाँबाट माथि जानुपर्छ छिटो गएर छिटो फर्किने बाइक यही हो अब चढै अनि अब साइड मिलाउनु पर्यो चिन्ता त छ कि छैन भनेर यसो हेरेको लगायतहरू अब यहाँबाट हामी Keep those hands up for tonight again. Even in another lifetime, baby. And let's do tonight again. Even in another lifetime, find me then. And let's do it tonight. आइसकेको छौँ होइन मेरो साथी भयो अब यहाँबाट माथि चाहिँ हिँड्दै जाने हो बबाल ठाउँ छ है यत्रो हरियो सुनसान होइन भन्नको लागि यहाँ भान्नु नि आउनु मिल्छ हाइकिङ साइकिङ भयो यहाँ हाइकिङ यहाँबाट त अझै 1.5-2 घन्टा लाग्छ क्या चम्पादेवी जानु तर हामी चम्पादेवी जानु चाहिँ आएको होइन जस यता घुम्न आएको हाम्रो धेरै अगाडिदेखिको छ यस्तो बबाल ठाउँ छ आमा यस्तो हरियो एडिट चाहिँ होइन हरियो नै हो है एडिट त कसले गर्छ हरियो नै छ अनि धेरै भालु आयो भने मैले तलबाट भिडियो बनाउँदै आएको तर लगभग मेरो माइकै अन थिएन रहेछ क्या भिडियो वेस्ट भयो पनि हन्टान्ने क्या राति आएर यहाँ बुझ्छो हल्यो तार हल्यो मेरो साथीको चाहिँ हाँसो कडा छ है फेरि होइन त्यो मैले ठ्याक्कै हिजो हेरेँ क्या त्यो फर्स्ट इन्टरटेनमेन्ट भनेको तार हल्यो हावा नि आएको छैन यार भनेर बाहिर देखाइरहेको तर साँच्ची खतरा तार हल्लिरहेको थियो भने हावाले नि हलाउनु सक्यो हुन्छ नि हावा आएको थिएन क्या बाहिर ल त्यस्तै भएर पनि हामी माथि गएर भेट्ने छौँ है त भिडियोमा अहिले चाहिँ हामी हिँड्दैछौँ म र मेरो साथी यहाँ मेरो साथी यहाँनिर टोका बोकेर यहाँ छु म अनि राम्रो ठाउँ छ ग्रामर क्यामेरा छ न अलिक बनाइछु त यस्तो स्टेबल राख यहाँ राख भिड मागेका छौँ अब मलाई नआएपछि मैले के गर्नु त होइन त्यस्तै हो त्यो बोकिराख्नु पर्छ नि म भिडियो बनाउँथेँ नि माथि गएर रोनाल्डो सर्ट माथि रोनाल्डोको फ्यान कहाँ गर्दैछ यहाँ कहाँबाट ठाउँ चाहिँ एकदम राम्रो एउटा ग्रुप लिएर आएपछि यति राम्रो ठाउँ छ कि होइन केटी चाहिँ हुनु पऱ्यो अनि मजा आउँछ के अरे फेरि भन् त के
शीतल हो यार यस्तो शीतल घाम पनि त्यस्तो छ होइन मौसम त्यस्तै साथ मौसमले त्यस्तै साथ दिइरहेछ होइन म त मौसम त्यस्तै साफ छ भनेर अनि यस्तो बबाल ठाउँ छ हामी लगभग गलिसकेकै छौँ त्यहीँ तलबाट यहाँ हिँड्दै जस त्यति साह्रो नि नभनौँ होला टेन्सन नलिउ गाइजहरू मुता आयो नि एउटा घारी छिर्यो भने तर त्यस्तो वन जङ्गलमा त्यस्तो गर्नु चाहिँ हुन्न तर आइहाल्यो भने त गर्नुपर्छ अन्त गाह्रो छ यहाँ पनि बाइक चाहिँ आउँथ्यो तर टिकट लाग्ने रहेछ क्या एउटा बाइकको कति 50 रुपियाँ होला है त्यो सोधेन हामीले यस तर उताबाट आउने बाटो नि छ त्यहाँबाट चाहिँ हिँड्दै आउने हो यताबाट चाहिँ यहाँ माथिसम्म बाइक ल्याउने सजिलो हुन्छ भनेर मेरो साथी हो के हो गर्दैछ मलाई आफै बोकिरहेको छु देख्दैन यो रुखलाई सल्लाहको रुख भन्छ तर सल्लाह गर्ने रुखै होइन सल्लाहको रुख त भन्छ कि साथी तर यो बोटमा फलेको यो डल्ला डल्ला छ नि त्यो उयो हो क्या त्यो गेडा हो क्या गेडा मान्छे यो 18+ जाँदैछ कि क्या तर पाइन्छ यहाँ यसलाई चाहिँ के भन्छ क्या यसलाई पाइनएप्पल भन्छ सुकेको पाइनएप्पल अब पनि धेरै उकालो छ अझै 5-6 मिनटको बाटो राम्रो छ शीतल छ है देश मौसम चाहिँ पानी पर्नु आँटे जस्तो छ पनि भइरहेछ पानी चाहिँ पर्छ होला आज अब हामी लास्ट गलिरहेछ त्यहाँ बस्नु पऱ्यो अब त्यहाँ बस्नुपर्छ अब बोल्दै गरौँला टचमै रहौँला अनि त्यो भएर यहीँ नै हामी योभन्दा माथि अरू कुनै बेला जाउँला यहाँ हेर्नु न हामीले एउटा कुरकुरे अनि एउटा पानी यति लिएर आएको गरिबी लागेको छ त्यही भएर तेरो अनुभव के छ साथी यहाँ आउनु मेरो अनुभव त केही छैन किनभने मेरो माइक यहीँ जोडेको छ क्या म यहीँ अन्त तपाईँ कस्तो जस्तै कस्तो भएको छ आज यहाँसम्म हिँड्दा जिन्दगीमा हिँडेको छैन यो हिँड्नु पऱ्यो भने रे मलाई त जाडो भइरहेछ म त हिमालबाट आएको होइन अन्त यसलाई फेरि खानाकै हतार हुन्छ है ल यसले चाहिँ अनबक्सिङ हान्दैछ कुरकुरे होइन त साथी यो लिएछ खोलिसकेछ अब यही एउटा एङ्गल्स भनिन्छ यसलाई चाहिँ एङ्गल्स खाने रमाउने एङ्गल्स खानुपर्छ बलियो बन्नुपर्छ त्यही हो गाइस होइन अनि अब ल्याउनु त धेरै सामान होइन पैसा नभएको मान्छे चाहिँ होइन कि म तर ठाउँमा खर्च गर्नुपर्छ होइन यो नि एउटा ठाउँ होइन यस्तो ठाउँमा होइन लगभग फोन झार फोन बढी भएको यसलाई यसले यो फोन चलाएको 5 वर्ष भयो होइन एकले खा मलाई नदे मलाई चाहिँ दिँदैन यस्तो सेल्फिस छ दिदा नि होइन नदिदा नि होइन अनि के खायो भन्दा त्यस्तै हो अब चाहिँ हामी यहाँ चाहिँ रमाइलो गर्छौँ अनि फर्किन्छौँ रमाइलो हुन्छ तँ पो खाँदैछस् त म खाएको छैन नि त साथी यसले मलाई जिस्काइरहेको छ क्या मेरो एउटा हातमा क्यामेरा एउटा हातमा माइक्रोफोन छ कि अनि यसले मलाई जिस्काइरहेको छ अहिले सक्यो भनेर नरु है भाग्यो एउटा त ओके बाई फाइनली हामी चाहिँ अब फर्किन आँटेको रात पर्न आँट्यो अनि हामी यहाँ आएर कुरकुरे पानसानी खान यसो रमाइलो गरेर धेरै रमाइलो गरेको छौँ अनि मेरो साथी आफै हाँस्दैछ धेरै रमाइलो गऱ्यो नि त हामीले अब चाहिँ त्यस्तै हो भन्दै आजको भिडियोलाई यहीँ समाप्त गर्दै म टाटा बाई बाई हुन चाहन्छु फेरि अर्कोमा भेट्छौँ